के तपाईँले कहिल्यै उड्ने इच्छा भएको गोहीको कथा सुन्नुभएको छ? जसले आकाश त छुन सकेन, तर सबैको मन भने अवश्य जित्यो। नमस्कार साथी, आज म एउटा गोहीको कथा लिएर उपस्थित भएको छु। च्यानल सब्स्क्राइब गरेर अब यो कथामा हामीसँगै जोडिनुहोस् है त। जङ्गलमा एउटा भनाइ थियो, नदीमा सबैसँग खेल्नु, तर एउटा गोहीसँग कहिल्यै पनि होइन। किनकि त्यो भनाइको कारण थियो गौरव। विशाल शरीर, फ्लाम जस्तो बलियो पुच्छर र यस्तो मुख जसको डरले नदी किनारका जनावरहरू पनि होसियारी साथ पानी पिउन आउँथे। सबैलाई लाग्थ्यो संसारमा यदि कुनै जनावर पूर्ण छ भने त्यो गोही हो। तर मानिसले देख्ने सत्य र मनले लुकाउने सत्य सधैँ एउटै हुँदैन। हरेक साँझ सूर्य पहाड मुनि हराउन लाग्दा गौरव नदीको बीचमा निस्केर एकपटक आकाशमा हेर्थ्यो। लामो लस्करमा उडिरहेका चराहरू, उनीहरूलाई देख्दा उसको मनमा एउटा प्रश्न उठ्थ्यो, के शक्ति भनेको यही हो जहाँ चाह्यो त्यहीँ पुग्न सक्ने स्वतन्त्रता? त्यही दिनदेखि उसको मनमा एउटा सपना बस्यो, म पनि उड्नेछु। उसले कसैलाई भनेन, किनभने केही सपना संसारले सुनाउनुभन्दा पहिले आफ्नै मनले विश्वास गर्नुपर्छ। ऊ राति सबै सुतेपछि अभ्यास गर्ने गर्थ्यो। उसले रुखा पातले पखेटा बनायो, एउटा डोरीले शरीरमा बाँध्यो, एउटा ढुङ्गामाथि चढ्यो। हावा चलिरहेको थियो। उसले आँखा बन्द गर्यो अनि सोच्यो, यसपटक पक्कै पनि सफल हुन्छु। उसले हाम फाल्यो। एक क्षणका लागि उसले लाग्यो ऊ साँच्चै उडिरहेको छ, तर अर्को क्षण धड्याम्म ऊ हिलोमा बजारियो। भोलिपल्ट उसको शरीर घाउले भरिएको थियो, तर सपना अझै जीवित थियो। दिनहरू बित्दै गए, हरेक असफलतासँगै ऊ अझ धेरै जिद्दी बन्दै गयो। उसले चिललाई भेट्यो। तिमी कसरी उड्छौ? चिल मुस्कुरायो। पखेटाले मात्र होइन, जन्मैले। त्यो उत्तरले गौरवको मन झन् भारी बनायो। बिस्तारै जङ्गलमा हल्ला फैलियो, गोही उड्न खोज्दैछ। अब उसलाई देख्ने बित्तिकै केही जनावर हाँस्थे। कसैले उसको नाम नै फेरिदिए, उड्ने गोही। उनीहरूलाई त्यो मजाक थियो, तर गौरवका लागि त्यो हरेक दिनको घाउ थियो। एक साँझ उसले नदीमा आफ्नो प्रतिबिम्ब हेर्यो। पहिलो पटक उसले आफैलाई प्रश्न गर्यो, मलाई साँच्चै आकाश मन परेको हो? धेरै बेरसम्म उत्तर आएन। पछि उसले अर्को प्रश्न गर्यो, वा म आफू गोही भएर बाँच्न लाज मानिरहेको छु? त्यो प्रश्नको उत्तरले उसको मन चिरियो। ऊ चरा जस्तो बन्न चाहेको थिएन। ऊ आफूलाई स्वीकार गर्न नसकेको रहेछ। त्यही वर्ष जङ्गलमा भयानक खडेरी पर्यो। पोखरीहरू सुक्न थाले, साना जनावरहरू पानी खोज्दै भौतारिन थाले। चराहरूले धेरै टाढाबाट पानी देख्थे, तर ल्याउन सक्दैनथे। हात्तीले पनि प्रयास गर्यो, तर उसको पाइला भारी थियो, बाटो बनाउन सकेन। सबै निराश भए। त्यति बेला गौरव चुपचाप उठ्यो। उसले कुनै भाषण गरेन, कुनै घमण्ड गरेन। ऊ नदी र सुकेको पोखरीको बीचमा पुग्यो। आफ्नो विशाल पुच्छरले माटो हटाउन थाल्यो। घाम चर्को थियो, शरीर थाकेको थियो, तर ऊ रोकिएन। घण्टौँपछि एउटा साँघुरो नहर तयार भयो। पहिलो थोपा पानी बग्यो, त्यसपछि सानो धार, पछि ठुलो बहाव। पोखरी फेरि भरिन थाल्यो। जनावरहरू खुसीले कराए। कसैले भन्यो, हामीलाई आकाशबाट आएको उद्धारकर्ता चाहिएको थिएन, नदीबाट आएको गोही नै काफी रहेछ। साँझ फेरि चराहरू उडे। गौरवले उनीहरूलाई फेरि हेर्यो। यसपालि उसको मनमा कुनै डाह थिएन। उसले मुस्कुराउँदै बिस्तारै आँखा बन्द गर्यो। उसले अन्ततः बुझिसकेको थियो, सपनाभन्दा ठुलो कुरा आफ्नो उद्देश्य भेट्टाउनु रहेछ। त्यसपछि उसले कहिल्यै उड्ने प्रयास गरेन। तर त्यो नहर वर्षौंसम्म बगिरह्यो। हरेक वर्षा, हरेक गर्मी, हरेक खडेरीमा त्यो नहरले अनगिन्ती जीवन बचाइरह्यो। र जङ्गलका बुढा जनावरहरूले नयाँ पुस्तालाई एउटा कुरा सुनाउन कहिल्यै बिर्सेनन्। चराहरू आकाशमा उडे, त्यसले उनीहरू महान बनेनन्। गोहीले आफ्नो शक्ति अरूको जीवनका लागि प्रयोग गर्यो, त्यसैले ऊ सम्झिरह्यो। यहाँसम्म सुनेर साथ दिनुभएको लागि धन्यवाद साथीहरू। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? मन पर्यो भने साथीहरूसँग सेयर गर्नुहोला र कमेन्ट गरेर बताउनुहोला। र अझै यस्तै धेरै कथाहरू सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। धन्यवाद।